नेताजी तपाईले पहाड छोडेर मधेसमा किन चुनाव लड्नु भयो यसको कारण के छ बन्द गर्नु पहिला यो पैसा लिनु यस्तो सवाल मसँग नसोध्नु होला बुझ्नुभयो किन तपाईले बुझाइरहेको छु के कारण छ कि मैले त पहाडमा भ्रष्टाचार माया कुटा गर्नु यार पागल हुनुहुन्छ तपाई दिमाग छैन यार ल ल भन्नुस् न भन्नु के छ कि मैले त पहाडमा धेरै भ्रष्टाचार गरेको छु बात त सही है त उताको मान्छेहरूलाई थाहा भइसकेको छ कि म कस्तो नेता हो पहाडबाट लड्यो भने मलाई भोट दिन्छ दिँदैन त्यही भएर मैले मधेसमा लड्न आएको छु यहाँको मान्छेहरूलाई त मेरो बारेमा थाहा छैन म कस्तो नेता हो अरे फर्सिन मलाई दिइहाल्छ भोट सबैजनाले फ्रॉड चल रहा है खास गरी मधेसमा लड्नुको कारण यो पनि छ कि यहाँको जनता गधा छ बैल छ बिना दिमागको दिमागै छैन यहाँको मान्छे मधेसमा भोट किना बिक्री हुन्छ त पैसा छिड्छु आ म जित्छु आ जितेर पहाडमा भाग्छु आ मुख देखाउन आउँदैन कैसे लोग रहते हैं यार कारण यही हो बुझ्नुभयो को कस्तो नेतालाई भोट दिने हो मधेसको मान्छेलाई जानकारी छैन को नेता हाम्रो भविष्यको लागि काम गर्छ को नेता हाम्रो जेनेरेसनको लागि काम गर्छ देशको लागि काम गर्छ समाजको लागि काम गर्छ यताको मान्छेले जानकारी छैन पैसा छिट्नुस् चुनाव जित्नुस् आ घोटाला गर्नुस् यही हो यो काट्दिनु होला